आज मैदानमा केवल 90 मिनेटको खेल सकिएन। हाम्रो बाल्यकालको एउटा सुन्दर अध्याय पनि बिस्तारै अन्त्यतिर पुगेको महसुस भयो। सानो हुँदा जसको एउटा गोलले दिनभर खुसी हुन्थ्यौँ, जसको नामको जर्सी लगाएर आफूलाई विजेता ठान्थ्यौँ, आज उसैलाई हेर्दा आँखाबाट आँसु रोक्न सकिएन। तिमीले हामीलाई केवल फुटबल होइन, सपनामाथि विश्वास गर्न सिकायौ। हजारौं आलोचना आए, सयौं पटक लड्यौ, तर हरेक पटक संसारलाई देखायौ हार मान्नु अपराध होइन, हार मानेर बस्नु अपराध हो। 41 वर्षको उमेरमा पनि देशको झण्डाको लागि अन्तिम साससम्म लड्ने तिम्रो समर्पण देख्दा गर्वले छाती फुल्छ। तर आज मन भकानिन्छ, किनकि हामीलाई थाहा छ समय कसैको लागि रोकिँदैन। यदि यो विश्वकप अन्तिम यात्रा थियो भने विश्वास गर, तिम्रो अन्तिम खेलभन्दा धेरै समयसम्म तिम्रो नाम बाँचिरहनेछ। किनकि इतिहासमा ट्रफी मात्र लेखिँदैन, करोडौं मानिसहरूको मन जित्नेहरूले इतिहास बनाउँछन्। एक दिन मैदान खाली हुनेछ, जर्सी अर्को खेलाडीले लगाउनेछ, रेकर्डहरू पनि कुनै दिन टुट्नेछ। तर हाम्रो पुस्ताले फेरि कहिले तिम्रो जस्तो प्रेरणा देख्ने छैन। त्यो खालीपन कसैले भर्न सक्दैन। आजको हार भुलिनेछ, तर तिम्रो सङ्घर्ष, तिम्रो मेहनत, तिम्रो आत्मविश्वास र तिम्रो नाम कहिले मेटिने छैन। धन्यवाद रोनाल्डो, हामीलाई कहिले हार मान्न सिकाएनौ, हामीलाई असम्भवलाई सम्भव बनाउन विश्वास दिलाएकोमा, हामीलाई एउटा सपना दिएकोमा। आज आँखामा आँसु छन्, तर मनमुटुभरि सधैँ एउटै नाम रहनेछ, रोनाल्डो।